पहिला सुरुमा यो नट खोल्ने, यो दुईटा नट हैन, यो खोलेपछि यो आउँछ। त्यसपछि यसलाई यो ह्यामर ल्याउने, यसरी हानेपछि यो खोल्छ। यो खोलिसकेपछि यहाँ यो हान्छ। यो आइसकेपछि यसलाई यहाँ एउटा लक हुन्छ, यो लक, यो लक निकाल्ने। त्यसपछि यसलाई यो चिनाले हान्ने, यो चेक नटलाई यसरी खोल्ने, यसरी खोल्ने। यो खोलिसकेपछि यो एउटा यस्तो लक आउँछ, यस्तो यो लक, यसलाई निकाल्ने। त्यसपछि यहाँ आइलसिल हुन्छ, यहाँ अलि नजिक गएर देखाउँछ, आइलसिल, यसलाई पिटिओ आइलसिल भन्छन्। यो आइलसिलको नम्बर 2547 को हो यो। त्यसपछि नयाँ आइलसिल ल्याउने, त्यसपछि यसरी फिट गर्ने, यसरी यो लेखेको बाहिर पार्ने यो नम्बर, अनि भित्र यसरी धकेल्ने, यहाँ नै यसरी 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 फिट गर्ने, यसरी फिट गर्ने। फिट भइसक्यो। अब यसरी यसलाई यसरी फिट गर्ने। त्यसपछि यो चेक नट यसरी लगाइदिने, अनि हल्का टाइट गर्ने यसलाई चिनाले। यसरी टाइट गरिदिइसकेपछि यो लकलाई यसरी फर्काइदिने, र यो चेक नट आफै नखुलोस् भनेर यस्तो गर्ने। यो एउटा लक छ, फेरि हान्ने।